आज नेपालीहरूको महान चाड विजयादशमी। यो नेपालमा यतिखेर यो विषम परिस्थितिमा पनि अब यो महान चाड दसैँलाई आफ्नै ढङ्गले अब हामी मनाउन गइरहेका छौँ आफ्नो परिवार बिचमा। टाढा टाढा हामी अब यो समयमा जान सक्ने अवस्था पनि छैन। मुख्यतया यो 3-4 दिनसम्म चाहिँ अविरल वर्षा हुने सम्भावना प्रबल छ, बादल लिदो पनि छ। त्यसो हुनाले आज हामी चाहिँ टाढाको आफन्तका भन्दा पनि हाम्रो परिवारमा ज्येष्ठताको नाताले हाम्रो ठुलो दाइको घरमा आज हामी 3वटा दाजुभाइको घर अनि त्यसपछि दिदी लगायत भान्जा भान्जी सम्पूर्ण आज ज्येष्ठताको नाताले ठुलो दाइको घरमा हामी टिका ग्रहण गर्न गएका छौँ। र आज हामी दसैँ स्पेसल यो नेपालीहरूको महान चाड को चाहिँ अवसरमा अब पारिवारिक एउटा टिका ग्रहणका साथै एउटा सम्पूर्ण यही भिडियो मार्फतबाट सम्पूर्ण मेरा चाहिँ भिडियोमा जोडिनु हुने अथवा मेरो चाहिँ सब्सक्राइबरहरू सम्पूर्णलाई चाहिँ म विजयादशमीको चाहिँ शुभकामना पनि व्यक्त गर्न चाहन्छु। आजको यो दसैँ स्पेसल भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। मन पऱ्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब र सेयर गर्न पनि नभुल्नुहोला। त्यो अरूमा नदी खानु पर्छ सबैले आफ्नो कला के हो गर्नु यहाँनिर आखी मुनिर भेजेको मेरोमा पठायो है। देखियो ओके देखियो ओके सबभन्दा दुख्या दुख्या नि भइहाल्छ नि अब ल राम्रो भाग्यले खानेकुरा हो गरेर हुने रहेछ के अरे है गर्नुपर्छ ल राम्रो भाग्यले खानेकुरा हो गरेर हुने रहेछ के अरे है गर्नुपर्छ ल राम्रो भाग्यले खानेकुरा हो गरेर हुने रहेछ के अरे है गर्नुपर्छ ल राम्रो भाग्यले खानेकुरा हो गरेर हुने रहेछ के अरे है भन्दा ठुलो कुरो खुसी हो क्या है कालु भाग्यमान रहेछ यस्तो कुरो पायो भने कति राम्रो झुला पाखा अलि यता आइज न राम्रोसँग त्यहाँ एउटा पैसा हिँड्ने गर्ने होइन त्यहाँ सँगाले धेरै बनाएपछि पछि आफूले काम लाग्छ। गर्ने यहाँ भुकु गर्ने ठुलो देश गइहाल्ने सन्दुको मेडिकलहरु हो के भन्छ
यत्रो वर्ष त्यसै गर्छु राम्रोसँग पढेर त्यहाँ त्यो यहाँ मात्रै गरेर नगर्छ राम्रोसँग पढ्ने है त्यहाँ तेरो राम्रो बाटो हिँडेको देखेर बल्ल म मर्ने हो मैले पालेको थिएँ Happy Dasai. Happy Dasai. सबैलाई Happy Dasai शुभकामना हाम्रो फ्यामिलीबाट। मम्मी भुसीले पानी पर्ने कति दिदीहरू खालिदिएर खै अब यहाँ आफ्नो सानोतिर जानु यही हो किनेकी हैन कति राम्रो हुन्छ यस्तो पो किन्नु यस्तै किन्यो के हराइदिएको यस्तै राम्रो पाउनु पर्यो लाल बहादुर त्यो यो त मलाई फुलिदिएको यो त्यो बुझिस् नि ए स्टप फुल देखा भइसक्यो 50 रुपैयाँ मम्मी रोइ हो मम्मी भैँसीले पानी पर्यो अलिअलि भन्नु के हुन्छ नि त्यसमै सुन्छ त्यसमा पारवाला नाम छ के छ जहिले खाना खाँदैन खाएको छ हालेर बोल्छु मेरो रुमाल के कता हेलो माइला कति के लाग्यो कमाएर नाम कमाएर यहाँनिरको झार त अन्त यताबाट बसिनु हुन्छ Número 99. Número 98. Número 97. Número 96. Número 95. Número 94. Saw a guy do this in a toothpaste stand once. Número 91. Número 90. Come on, just give it a try. All right, maybe just a little. Número 89. Número 88. Número 86.
भिजा हाल पहिला अनि दसैँमा पानी तर्काइहाल्छ जमाना खतम टाउका छ के तयार हुँदैछ अझै रेडी भएन अंकल के नारा हेर्यो ल भन्न पर्यो नि त 1 2 3 आज नेपालीहरूको महान चाड विजयादशमी यो नेपालमा यतिखेर यो विषम परिस्थितिमा पनि अब यो महान चाड दसैँलाई आफ्नै ढङ्गले अब हामी मनाउन गइरहेका छौँ आफ्नो परिवार बीचमा अब टाढा टाढा